सो फाइनली लाग्यो गाइज लाग्यो चस्मा किन्दै भन्दा पनि किन्दैन बाउले ओ यहाँ निम्स होला खोइ ज्याल हो भाइ घुमाउनु ल मेरो भाइलाई शुभ यात्रा। धन्यवाद मेरो दाजु धन्यवाद 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 तपाईँ यात्रा राम्रोसँग जाऊ होइन म जान पाइनँ भान्जा त्यस्तै मलाई पर्दैन भइसक्यो के छ भने अहिलेको भदौ यस्तै हुन्छ नि त हामी चाहिँ जाँदैछौँ होइन के छ के लाग्दैछ भाइ कहाँ हो भाइ कहाँ छ के छ भाइ कस्तो लाग्दैछ त आउने भाइको त जतिखेर फोनै मात्रै आउँछ सो लाग्यो गाइज अब विराटनगर एयरपोर्ट जाने हो त्यहाँबाट प्लेन चढेर सर यहाँ छौँ 5 बजी रतुवा माईको पनि कोही छैन होइन यहाँ बजारमा छ 5 बजीसम्म पर्खिनु भन न म यहाँ मलाई पनि चिलाउँछ चिलाउनु त बिर्सेछु गाई चाहिँ हेर्नु त पुग्छ यो त कत थोरै यसलाई खानाकै धन्दा छ बिचरा भोलि पखाला चल्यो भने अनि थाहा पाउँछ यस्तो खाँदै हिँड्दैछौँ है हामी चाहिँ सो हामी चाहिँ फाइनली विराटनगर आइपुग्यौँ होइन मित्र यहाँ हुनुहुन्छ के अरे होइन मै जाने एयरपोर्टकै छेउमा खाने हो यो शनि सङ्कटाको मन्दिर अब यहाँबाट राइट हान ल फाइनली हामी चाहिँ विराटनगर विमानस्थल आइपुगेका छौँ गेट छिर्दैछौँ हामी गाइज हेर्नु होला गाइज हामी चाहिँ छिर्यौँ विराटनगर एयरपोर्ट कसलाई छोड्न आएको थाहा छैन हामी आउँदैछौँ गाइज गङ्गादेवीलाई छोड्न आएको गङ्गादेवीलाई कहाँ छोड्न आएको गाइज अब हामी चिया खान्छौँ गाइज हामी चिया खाएर अनि हामी फेरि एयरपोर्टतिर प्रस्थान गर्छौँ भाइ 10 मिनटमा हामी चिया खाइसक्छौँ भिडियो पनि कसरी गर्ने मोबाइल्सहरू गाइज भिडियो कसरी गर्दैछन् थाहा छ यहाँ हेर न तिमीले भिडियो गर यसरी क्यामेरा यसरी छोपेर भिडियो गर्दै थिइन अनि आएको भाइ 10 मिनटमा हामी चिया खाइसकिन्छ ए लु भाग्यौँ मान्छेलाई जुङ्गाले छेक्ने हो जुङ्गाले छेक्नु हुँदैन जाने भन्छ ल जाउँ चिया खानलाई सो हामी चाहिँ आइपुग्यौँ चिया खानलाई होइन अब चिया खाने हो अनि भाग्ने हो टिकट भएर हेर्नु फाइनली आइपुग्यौँ यहाँ विराटनगर अब भन्दैछु नि म गाइजहरूसँग छुट्टिने बेला बस्नु मजाले बस्नु कालीबुढी भयो हेर तिम्रो फेरि यो भिडियो हामी दिनै पछि हालेर ट्याग गरे गर्छौँ रुइरह्यो भने त हेर होइन भने ल लु मित्र अब तिमी नै छौ विचित्र भाइ आयो सुझमा लु मित्र यस्तै अब 5 महिना बस्छ हजुर 5 महिना बसी भेट्नु पर्छ त्यही हो ल नबिर्सिनु ठिकै बिर्सिन्छ ल म गएर दाइ पछि कुरा गरौँ ल राम्रोसँग राम्रै डुगुहरू बसिरहेको रहेछ माका
बेला 45 मिनटमा आइपुग्छु भने 1 घन्टा प्लस हाम्रो म त फाइनली काठमाडौँ आइपुग्यो गाइज किन हाम्रो सरसँग नि भेट भइसक्यो यो त खल्लै बिर्सेपछि त्यत्तिकै लाएर हिँडेछु म त बाटोमा कुदेको आहा मजा आयो जो साह्रो अब फेरि होस् भने छैन लुगा एउटा पनि छैन मसँग लुगा एउटा हुडी एक्स्ट्रा छ लाउनु ए भइहाल्यो त्यही लाउँला नि भरे जाडो हुन्छ नि मैले बोकेको थिएँ यो लगाएको छ भने थाहा पाएको छ भने त बोक्दिनँ थियो होला तिम्रो त यो कालोले घ्याप्प भइहाल्छ नि तर हामी चाहिँ यहाँ आइपुगिसक्यौँ होइन गाइज आजलाई यति नै भाइ भाइ